हेलो गाइस, नमस्ते सबैजनालाई। कस्तो हुन्छ, सन्चै हुनुहुन्छ होला होइन। र मेरो सानो एउटा भिडियोमा तपाईँलाई स्वागत गर्दै गाइस। ल अहिले नाइट भइसकेको छ गाइस, र म नाइटको तपाईँ दिनको बादमा गाइस म भिडियो बनाउँदैछु। ल र फाइनली अहिले म चाहिँ यस्तो जग्गामा छु गाइस, र तपाईँहरू पनि हेर्नु सक्नुहुनेछ है त। र कहाँबाट हेर्नुहुँदैछ ठक्कसँगले भन्नु होला ल गाइस। यस्तो खालको लोकेसनमा आइपुगेको छु मैले, हेर्नु सक्नुहुन्छ है होइन। र चारैतिर बिल्डिङ छ गाइस है त। म चाहिँ छु होटलमा आइसकेको छु गाइस, हेर्नु सक्नुहुन्छ है। यस्तो छ दृश्यहरू, नाइटको भ्यूहरू होइन। हेर्नुहोस्, तपाईँहरू म देखाउने कोसिस गर्छु, तपाईँ पनि हेर्दै गर्नु होला है त। ल ठक्कसँगले हेर्नुहोस् है। छ गाइस, हेर्नु सक्नुहुनेछ साइलेन्ट होइन। र हामी अहिले यसरी हिँड्दैछौँ हल्का, हेर्नु सक्नुहुनेछ है ठक्कसँगले। यस्तरी बाहिर बोतलहरू, पानीको बोतलहरू राखेको छ गाइस। पुरा हेर्नु नि, यहाँ हो कोल्ड ड्रिङ्क्सहरू पनि छ गाइस, हेर्नु सक्नुहुनेछ है। यता पनि कोल्ड ड्रिङ्क्सहरू छ। दोकानको नाम चाहिँ यस्तो खालको छ है, हेर्नु सक्नुहुन्छ तपाईँले पनि। कोल्ड ड्रिङ्क्सहरू हेर्नुहोस् न, हक्कसँगले हामी जाँदैछौँ अघि। ल यस्तो खालको बिल्डिङ छ है, यहाँ पनि यस्तो खालको छ है। बिल्डिङहरू पुरा अल्गो बिल्डिङ छ गाइस, हेर्नु सक्नुहुन्छ। 5 तलासम्म चाहिँ बिल्डिङ पुरा देख्न पाएको छ। र गाडी राख्ने यस्तो छ है, हेर्नु सक्नुहुन्छ गाइस। यस्तो खालको लाइन लगाएर गाडी राख्नु पर्दछ है हक्कसँगले होइन। यस्तो खालको जग्गामा आइसकेको छु, तपाईँले हेर्नु सक्नुहुन्छ गाइस। र कहाँबाट हेर्नुहुँदैछ ठक्कसँगले भन्नु ल। यो चाहिँ पार्किङ एरिया रहेछ गाइस, हेर्नुहोस् है ठक्कसँगले। एउटा होटल छ होइन, ठक्कसँगले। कति तला छ? 1 तला, 2 तला, 3 तला, 4, 5 तला छ। 5 तलाको होटल रहेछ गाइस यता ठक्कसँगले। हुन्छ आउँदा यहाँ एउटा बाटो बनिँदै रहेछ है, भत्काएको रहेछ, यत्रोबाट हालिदिएको रहेछ। यस्तो खालको लोकेसन होइन, कस्तो शान्ति छ है गाइस, कस्तो शान्ति। यो ठुलो पिपल बसिरहेछ गाइस, हेर्नु सक्नुहुन्छ है। र मजा लाग्दो है दृश्यहरू गाइस। आउँदा यहाँ हेर्नु सक्नुहुन्छ, यस्तो खालको एउटा पार्क टाइपको देखियो होइन, हेर्नु सक्नुहुनेछ है ठक्कसँगले। यहाँ चाहिँ पार्क सिस्टमको रहेछ। र गाइस आउँदै एउटा बस पो देखियो त गाइस, हेर्नुहोस् है। बस रहेछ, बाटोमा पुऱ्याएको छ होइन। यस्तरी मान्छेहरू आइरहेको छ नाइट फेरि, हेर्नु सक्नुहुन्छ बस छ यहाँ। लु हेर्नुहोस् गाइस, नाइटको भ्यूमा यस्तो खालको लाइन छ है, भिड हेर्नुहोस्, गाडीको भिड छ गाइस होइन। ओ यत्रो लाइन रहेछ गाइस, हेर्नु त। नाइटको भ्यू यस्तो खालको छ गाइस अहिले। पुरा गेटमा एन्ट्री गर्नुको लागि मान्छेहरू यत्रो भिड छ नि। आउँदै हेर्नुहोस् त, यहाँ तेल डिपुमा गाडीको भिड तेल भराउनुको लागि। लु हेर्नुहोस् गाइस, बाप्रे। लु हेर्नुहोस् त गाइस, तेल भराउनुको लागि गाडीको लाइन हेर्नुहोस् गाइस यहाँ। लु है गाइस, तेल भराउन आउनु होला, हेर्नुहोस् त है मान्छेहरू। जिसिबी पनि ल्याएको रहेछ, उठाइरहेछ के मान्छेहरू भिड। बाप्रे, तेल भराउने मान्छेहरू गाइस। लु हेर्नुहोस् त, भुटानमा तेल भराउन आएको मान्छेहरू। लु गाडी